अब त बिजनेस सुरु गर्छु, आफै मालिक बन्छु, पैसै पैसा होगा भनेको यत्रो हुन्थ्यो के हुनु। बिजोग रहेछ। पहिलो महिना एकजना पनि नयाँ कस्टमर आएनन्। साथीले र मम्मीले मेरो मन राखिदिनलाई किनेर गए। अझ साथीले त मेरो साथीको पसलमा आएर पनि मैले पैसा तिर्छु भन्दै फ्रीमै लग्यो। सबै एक्सपर्ट। बिजनेस खोलेको मैले, दिमाग चलाउँछन् अरूले। छिमेकी अङ्कल आएर बाबु त्यो भगवानको मूर्ति अलि तल राख न। अनि दाइ आउँछन्, यस्तो सामान बेचेर हुन्छ, कसले किन्ने यो, अशुभ हुन्छ यो भने। मैले होला नि त भनेर खुर्सानी र कागती ढोकामै झुन्डाइदिएँ। एक्लो यात्रा त सुरु मात्र गर्न, हामी छौँ त भनेर जोसाइहालेँ। म पनि फेरि लाटो जोसिहालेँ। अहिले अलिकति खाँचो परेर कल गरेको कोही फोन उठाउँदैनन्। छोड्न मन। हरेक महिनाको अन्त्यमा यस्तो जाबो काम गर्नुभन्दा त बरु जागिरै खोजौँ क्या जस्तो नि लाग्छ। तर के गर्नु, छोड्यो भने मान्छे हाँसिहाल्छन्। सोसल मिडियामा चर्का चर्कीसँग सक्सेस भएको मात्र भिडियो हालेको छ। खै म त खुट्टा बिनाको माछा जस्तै भएको छु।